म चाहिँ आज सिमी टिप्दैछु। यसलाई चाहिँ सिमी भन्छ होइन। यो चाहिँ सिमी, यसलाई चाहिँ आलुसँग पकाएर खान, दालमा लाएर खान, यसै मात्रै पकाएर खान पनि एकदम मिठो हुन्छ, एकदम स्वादिलो। चाहिँ दामी फलिरहेको रहेछ माइजहरूको घरमा। घरमा कोही छैन, यो घरमा कोही छैन, चोरेर लगिदिने हो सिमी। अब डोकोमाथि यस्तरी बसेर चाहिँ सिमी टिप्दैछु। सिमी चाहिँ सब्जी, यो चाहिँ भोलिको लागि सब्जी। सिमी टिप्दैछु झोलामा है त साथीहरू। सिमी चाहिँ गजब फलेको छ, तर है टाढो टाढो रहेछ। वहाँ परबाट चाहिँ राम्रो राम्रो फलिरहेको रहेछ। कसरी टिप्ने होला। यो चाहिँ रातो सिमी, यो धेरै भेराइटीको पाउँछ। रातो पाउँछ, सेतो पाउँछ, अलिक हरियो कलरको लामो लामो पाउँछ, धेरै थरीको पाउँछ। यहाँ जस्तो थरीको छ अर्काको बारीमा त्यस्तै थरीको टिप्न पर्यो। संसारको जुनसुकै कुनाबाट हेर्दै हुन्छ तपाईँले एकचोटि यो भिडियोलाई नमन गरिदिनु होला भन्दै फेरि पनि म सिमी चोर्न लागेँ साथीहरू। डोको बोकेर, हातमा डोको छ, डोको चाहिँ अलिक अग्लो हुनलाई। यहाँ पनि रहेछ, टिप्नु पर्यो। ऐया बाबा ठाकुर, डोको लड्यो भने लड्यो मान्छे पनि। यहाँ पो गजब फलेर रहेछ त। ओहो, कसले थिमा थिमा छ अरे, अलिक माथि माथि चाहिँ गजब गजबको रहेछ, तर कसरी पस्ने त्यहाँ पर।